खेती केवल जीविका उपार्जनको माध्यम मात्र होइन, आत्मनिर्भरता र भविष्य निर्माणको आधार पनि हो भन्ने उदाहरणका रूपमा उद्यमी खन्जु शेर्पालाई लिन सकिन्छ। उहाँको खेती गर्ने शैली, मेहनत, आधुनिक सोच र व्यावहारिक अनुभवले भरिएको देखिन्छ। परम्परागत तरिकालाई मात्र पछ्याउने होइन, समय अनुसार नयाँ प्रविधि र बजारको आवश्यकता बुझेर खेती गर्नु उहाँको विशेषता हो। थोरै स्रोत साधनलाई पनि सही व्यवस्थापन गरेर उत्पादन बढाउने प्रयासले अन्य युवाहरूलाई समेत प्रेरणा दिएको छ। खन्जु शेर्पाले खेतीलाई सम्मानजनक पेशाको रूपमा स्थापित गर्न खोज्नु, स्थानीय उत्पादनलाई प्राथमिकता दिनु तथा आत्मनिर्भर बन्ने सन्देश दिनु वास्तवमै प्रशंसनीय कार्य हो। उहाँ जस्ता उद्यमी किसानहरूकै कारण गाउँघरमा रोजगारी, उत्पादन र आशाको वातावरण सिर्जना हुँदै गएको छ। यसलाई चाहिँ हामीले अफ सिजनमा होइन, अफ सिजनमा, किनभने सिलगढीमा तपाईको ब्रोकौली छ भने यहाँ पहाडकोले दाम पाउँदैन। प्लेन्समा तुर्दाखेरि चाहिँ हामीले निकाल्नु पर्यो। हाई प्रोफाइल खान्दैनी सब्जी हो यो खान्दैनी चाहिँ। सब्जी, हजुर। तर यसलाई चाहिँ हामीले गरिबले रोपेका छौँ। यसलाई सायद मलाई लाग्छ हामी रिमलोड क्षेत्रमा ब्राउन क्याबेजको भिडियो गरिसकेपछि चाहिँ तपाईले भन्नुहुँदै थियो भाइ आइस बगको भिडियो चाहिँ एकदम हामी हेर्नुपर्छ, अलाउनुहोस् है भन्नुभएको थियो। तर आउनु ढिलो भयो। आज अघि नै हार्भेस्ट गरिसक्नु भएको छ हाम्रो खन्जुले। सिलगढी पो पुग्नु आँटेछ। नेक्स्ट हार्भेस्ट छ नि है, कहिले हुन्छ? 15 दिन आफ्टर। म त्यति बेला अवश्य पनि तपाईँहरूको डिमान्ड अनुसार म यो लिट्युसको हार्भेस्ट लिएर आउँछु है। जुगुनी यहाँ अर्को एउटा यहाँ हाम्रो खन्जुज्यूको खेती अचम्मकै छ यो चाहिँ होइन। उहाँको चाहिँ के चाहिँ गर्दैन भनेर चाहिँ भन्नुपर्छ, के गर्छ होइन के गर्दैन भन्ने क्वेसन चाहिँ हामीले गर्नु सक्नुपर्छ है। यो चाहिँ जुगुनी, यो चाहिँ सब्जी यो पनि एकदम खास अझै राम्रो हो क्या तपाईको यो अझै राम्रो। जुगुनी खास सलादको लागि हो, सलादको लागि काँचो। यो चाहिँ काँचो खाने हो, पकाएर खानु सक्छ। यो चाहिँ मलाई दिनुभयो यहाँ हाम्रो खन्जु जुजूले। यहाँहरूलाई दियो भने चाहिँ अलिकति एडभर्टाइज हुन्छ भनेर भन्नुभयो। यसको अहिले हाम्रो जग्गामा यसको कुनै अब यसको भन्नुहोस् अलिकति विशेष यो जुगुनी है। हजुर, यो चाहिँ हामीलाई चाहिँ फर्स्ट ट्राई है। हजुर, अहिले यो फर्स्ट हो तपाईँको? फर्स्ट हो सायद यो हाम्रो क्षेत्रमा फर्स्ट हो ट्राई हो। कति मान्छेले यसलाई जहाँसम्म लाग्छ कतिले थाहा पनि छैन के हो भन्ने कुरो होइन। यसको मार्केट के छ? यसको मार्केट एकदम राम्रो छ। यो पनि एकदम हाई प्रोफाइल यो भेजिटेबल हाई प्रोफाइल भन्नुपर्छ। हजुर, अलिक देखाउनु बक्स है यो देखाउनु। एकदमै हाई प्रोफाइल हाई प्रोफाइल खान्दैनी सब्जी हो यो चाहिँ। हजुर। तर यसलाई चाहिँ हामीले गरिबले रोपेका छौँ। यसलाई सायद मलाई लाग्छ हामी रिमलोड क्षेत्रमा एउटा भिजन छ, मैले बारम्बार भन्न चाहन्छु। हजुर, हामीले मटर रोप्यौँ, हजुर, इस्कुस रोप्यौँ, हजुर, चेन्जिङ ल्याउँ। अब चाहिँ हामीले विशेष यो यस्तो जुन चाहिँ अघि मैले यो जुन चाहिँ हाम्रो यो आइस बक्स, रेड क्याबेज जस्तै हामीले पुदिनाको त्यहाँदेखि सेलेरी जस्तै तपाईँको चाइनिज राई, हजुर, ब्रोकौली, यसलाई चाहिँ हामीले अफ सिजनमा होइन, अफ सिजनमा, किनभने सिलगढीमा तपाईँको ब्रोकौली छ भने यहाँ पहाडकोले दाम पाउँदैन। प्लेन्समा तुर्दाखेरि चाहिँ हामीले निकाल्नु पर्यो। यसलाई चाहिँ सिजनल खेतीमा चाहिँ हामी कृषकले चाहिँ मेन कुरो चाहिँ सिजन याद गर्नुपर्छ। त्यसको लागि चाहिँ मैले ट्राई गरेको। यो बर्खामा हुँदैन, हिउँदो, तर योपालि म सक्सेसफुल भएको छु। बर्खामा भयो। सायद नेक्स्ट इयर सायद यो म लास्ट स्कुलमा गर्ने प्लान छ। यो पनि मेरो जग्गामा हुने कुरो होइन। आइस बक्स पनि यो पनि एज अ ट्राई एउटा तपाईँको 1.5 केजी अब भयो एउटा। हजुर, मेरो 785 केजी 785 केजी सिलगढी अघि लानु हुँदै त्यो गाडीमा प्याक गरेर है तल भेटे। मेरो 100 रुपियाँको पर पाउँछु म केजीको 100 रुपियाँको म केजी पाउँछु। यो 80 रुपियाँ केजी भन्दैछ, तर मैले आज गान्तोकमा यो 150 रुपियाँ केजी छ भन्दैछ। यो हजुर 150 केजी छ भन्दैछ। यो प्युरली हाइब्रिड, यो चाहिँ तपाईँको अर्ग्यानिकमा जान्छ होइन। यो चाहिँ मलाई लाग्छ अब आउने दिनहरूमा रिमलोड समष्टिमा म चारैपट्टि हाम्रो जति पनि फार्मर जति पनि खेती गर्छु भन्ने, जसले चाहिँ एग्रिकल्चर खेतीपातीमै म मेरो व्यवसाय गर्छु भन्ने व्यक्तिहरूलाई होइन, त्यसलाई अलिकति सिकाएर बुझाएर आउने दिनमा हल्का यो खेती कसरी गरिन्छ हल्का अलिकति सर्टकट भन्नुहोस् न। एकदमै सिम्पल छ। तपाईँ हेर्नुहोस्, यसलाई माटो होइन बारी केलाउने, खुन्ने, मल छर्ने, यसलाई जस्तै सेम फर्सीको बिहाइ हो, टक टक रोप्ने हो बस। जस्तै यो चाहिँ आइस बक्स चाहिँ यसलाई पिकेट गर्नुपर्छ। यसरी राखेर प्लङ राखेर यसलाई सार्ने, जस्तो साग रोपेको जस्तै हो। सिम्पल छ, तर यसलाई अलिकति यसलाई सेयर गरेर अलिकति यसलाई चाहिँ अलिकति मिलाउनु पर्ने आवश्यकता हुन्छ होइन। मेरो भिजन छ, मैले रिमलोड समस्या सायद नेक्स्ट इयर
यो चाहिँ लार्ज स्केलमा हुन्छ यसलाई हामीले यही सिजनमै गर्नुहुन्छ यही सिजनमा अहिले चाहिँ तल छैन यो अहिले छैन जहाँसम्म मलाई छैन किनभने यो चाहिँ मलाई एउटा टेक्निकल जसले कुरा कलकत्ताको जुन मलाई जुन मेरो एजेन्सीले मलाई दिनुभएको थियो हजुर उहाँले चाहिँ नरोप्नुहोस् भाइ भन्नुभएको थियो हजुर र मैले हुन्छ रोप्छु भनेर रोप्दाखेरि चाहिँ हामीले मोटामोटी झन्डै यतिमा झन्डै 100-150 केजी निकालिसक्यो हजुर हजुर एक ज्याङमा मोटामोटी 15-20 वटा फल्दो रहेछ यो है हजुर लस् त हुन्छ अब यो कसरी पकाउँछ यो चाहिँ हामी युट्युब फलो गर्ने हो गर्नुहोस् होला युट्युबमा सर्च गरेर हेर्नुहोस् तपाईँले त्यति आइडिया मलाई छैन तपाईँले बुझ्नुहुन्छ ल हस् यहाँ हजुर र एकदमै मेहनती पौरखी अब उहाँ यो सबै गरेर पनि अब उहाँ फेरि आफ्नो बाख्रा त्यहाँ रहेको छ र बाख्रा हेर्नेतर्फ उहाँ जाइरहनु भएको छ र मैले आज यति खेती गरेँ मेरो लागि टन्न भयो भन्ने उहाँको सोच छैन फर्दर अझै उहाँ रातको 8 बजीसम्म उहाँ लागि पर्नुहुन्छ उहाँको यो मात्र नभएर सुँगुरको फार्म छ है कालो कुखुरा पनि छ के अरे यो कालो कुखुरालाई त के पो भन्छ त्यतिका यहाँ अहिले आइसबग 700 केजी चाहिँ आज उहाँले हार्भेस्ट गरे भनेर भन्नुहुँदै थियो त्यो चाहिँ एरिया चाहिँ यतै हो यो है यो भास्ट एरिया छ यसरी 100 रुपियाँ केजी भन्दा एबभमा यहाँ हाँसहरू लक्षापुरै छोड्नु भएको छ उहाँले अनि यहाँ कालो कुखुरा छ पुरै है हाँस छ पुरै योपालि उहाँले इस्कुसलाई त्यति ध्यान दिनुभएको छैन है इस्कुस खेती इन्ट्रोड्युस गर्ने पनि उहाँ हुनुहुन्छ यो क्षेत्रमा यस्तो चाहिँ यो इस्कुस र एउटा टेक्निकल कुरा चाहिँ उहाँको चाहिँ खुबै मलाई मन परेको चाहिँ खेती गर्दाखेरि पनि बुद्धि चाहिँ हेभी लाउनु पर्ने रहेछ नि त होइन खेतीपाती गर्दा आँखा चिम गरेर गर्नु हुँदैन रहेछ जसरी जब मधेसमा त्यो सब्जीको कमी हुन्छ त्यो सब्जीको बेचबिखन है फलहरू सबै खतम हुन्छ त्यति बेला चाहिँ त्यो सब्जीहरू चाहिँ यहाँनिर उम्रेको हुनुपर्छ यहाँनिर फलाउनु सक्नुपर्छ अनि चाहिँ त्यसको सप्लाई डिमान्ड त्यसको बढ्ने त्यसले भनेको जस्तो बजार मूल्य पाउने है जुन चाहिँ तकनिकी कुराहरू छ त्यो हेरेर चाहिँ हामी यहाँ गर्नुपर्छ हामी पहाडको खेती कृषकहरूले भन्ने जुन चाहिँ छ नि त्यो चाहिँ अति नै उत्तम लाग्यो यो विचार चाहिँ र यो चाहिँ सबैलाई एउटा राम्रो सन्देश हो दार्जिलिङ क्षेत्रमा जति पनि खेती कृषक हुने महानुभावहरू छ कृषकहरू हुनुहुन्छ यो कुरा चाहिँ मोस्टली ध्यान दिनुपर्ने रहेछ यो सिजनल खेतीपाती गरेर हामीले धेरै आर्थिक उन्नति गर्न सक्ने यो सम्भावना देखियो है त हवस् थ्याङ्क यू